एभ्रीबडी सन्चै हुनुहुन्छ अनि अहिले नेपालमा एकदमै चलिरहेको मुभी उनको स्वेटर हेर्न हामी पनि जाँदैछौँ हामीसँग मुभी हेर्न एकजना सानो मान्छे पनि जाँदै हुनुहुन्छ सो लेट्स सी कस्तो रहेछ उनको स्वेटर अनि यो चाहिँ हाम्रो टेक्सासमा फर्स्ट मुभी मेरो चाहिँ फर्स्ट हो अब बुढाले त पहिला हेरिसक्यो होला हैन बट दिस इज माई फर्स्ट टाइम आज हामी हेर्न जान लागेको कुन हो बुढा मुभीको नाम मेरो स्वेटर होइन के उनको स्वेटर मेरो स्वेटर भनेको for you it's उनको स्वेटर ओ ओके यस अनि त्यो हलको नाम के रे म्याक्स हो र होइन के हो सिनेमार्कमा जाँदैछौँ सो बाबाको फर्स्ट मुभी त्योभन्दा अगाडि हामीले नेपाली मुभी उता वासिङटनमा हुँदाखेरि के अरे पूर्णबहादुरको सारङ्गी हेरेको थियौँ तर बेबी चाहिँ ड्याडासँग बाहिर बसेको थियो मम्मी ड्याडी म बसेर हेरेको थियौँ अब योचोटि चाहिँ उसलाई हामी सँगै लाँदैछौँ सो उसले कस्तो गर्छ लेट्स वेट फर डे इज समथिङ लाइक दिस इट्स जुन 5 टुडे अनि वेदर चाहिँ बिस्तारै बिस्तारै तातिँदै गएको छ हामी चाहिँ जाँदैछौँ आज केटी यो मुभी चाहिँ केटीको हलमा लाग्यो भएर सो लेट्स डिस्कभर केटी पुरा बाबुले मुभी हेर्न दिएन भने कसले हेर्ने तिमीले कि मैले थ्याङ्क यू सो मच अब हामी एकदम डेन्जर ट्राफिकमा पर्नेवाला छौँ टोलबाट जान त टोलबाट तर पनि ट्राफिक रहेछ बट होपफुली हामी ठ्याक्क टाइम पुग्छौँ होला चाहियो सिनेमार्कमा आफ्नो नेपाली मुभीको चट्ट नाम देख्दाखेरि चाहिँ साह्रै रमाइलो लाग्छ मलाई चाहिँ गर्मी चाहिँ यस्तो छ कि जिन्स लगायो भने चाहिँ पाकिन्छ जिन्स लगाएर हिँड्ने भएको हामी अलरेडी ठ्याक्क टाइममा आइपुगेछौँ सो लेट्स होप कि केही पनि मिस भएको छैन 5:15 मा सुरु हुनुपर्ने थियो उनको स्वेटर नेपाली जाँदैछौँ सानुको फर्स्ट टाइम सानु इज सो एक्साइटेड उसले कलरहरू देखेर एकदम खुसी भइरहेछ उनको स्वेटर चाहिँ एकदम राम्रो भएको भएर चाहिँ सबैजनाले एकदम तारिफ गर्नुभएको छ अनि हाम्रो उनको स्वेटर हुन्छ आइसक्यो अब हामी जाँदैछौँ यता छम्मै जल पानीमा आँखा पर्यो नमीमा राम्रो तिमी फुल झै शीतल तिमी जुन झै भएको जन्मे पर्थ्यो नि पाकेको फल भएको हातमै छर्थ्यो नि मान्छे भएको जन्मे पर्थ्यो नि पाकेको फल भएको हातमै छर्थ्यो नि हातका हातीमा हिँड्छ यो भन्दा के चाहियो यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा
फर्स्ट टाइम हेरेको नेपाली मुभी उनको स्वेटर अनि यसले त्यस्तो धेरै दुःख दिएन बाबा हेऱ्यो 1 घन्टा पछाडि बोर जस्तो भएको थियो अनि एकछिन बाहिर लग्यो यताउति गर्दै यसले मुभी इन्जोय गर्यो बाबाले मुभी हेऱ्यो मुभी सक्यो तर बाबाले मुभी हेऱ्यो पनि मैले उसलाई फोनमा उसकै मुभी लगाइदिएर के गर्नु बट इट वाज फन उनको स्वेटर so sweet story. I'm loving it. So after watching movie, we're getting back to home. अहिले ठ्याक्क 8 बज्यो हैन अनि घर जान्छौँ अनि बाबुलाई खाएर सुताउनु पर्छ अब यस्तै बच्चा भएपछि you have to think about your child first and movie was amazing. मलाई चाहिँ स्लो मुभी राम्रो लाग्छ मलाई मन पर्यो बिराट तिमीलाई कस्तो लाग्यो It's good. नेपाली मुभी नेपाली स्टोरी त्यस्तै त हो नि हैन गाउँघरको स्टोरी अब लभ उसले आफ्नो लभलाई म आउँछु भनेर बसेको थियो तर बिकज अफ फ्यामिली यताउता बिचरा ऊ आफै स्टक भयो नि त होइन प्रायः सबै नेपाली स्टोरीहरू त्यस्तै त हुन्छ नि सो रिलेट गर्न सक्ने खालको छ उनको स्वेटर राम्रो मुभी बनेको रहेछ द्याट्स वाइ इट्स मैले सर्ट किन्न थिएँ त सो स्विट लभ स्टोरी थियो अनि हेर्न लायकको मुभी रहेछ जोस् राम्रो लाग्यो मलाई त्योभन्दा अगाडिको मुभी पनि नेपाली मुभी पनि एकदम मन परेको थियो एकदम मन जितेको थियो भावुक बनाएको थियो होइन सो द्याट वाज इट अरूभन्दा मेरो बेबी बस्यो एकछिन हेऱ्यो हो अब चाहिँ कहिलेकाहीँ हामी यसो हिन्दी मुभीहरू हेर्न जाँदाखेरि पनि उसलाई मजाले लानु दिँदो रहेछ भन्ने कुरा चाहिँ आजबाट मैले प्रुफ गर्यो थ्याङ्क यू फर वाचिङ